धन्यवाद है सबैजनालाई फेरि लास्ट सो भन्न चाहे सबैजनालाई एकदम धन्यवाद बिस्तारै बिस्तारै गीत गाउँदै जान्छु समय पनि धेरै छैन है रात अति नै भइसकेको छ तर पनि अब हामी रमाइलो गर्ने मोडमा गइसकेपछि रमाइलो गर्ने नै हो हैन त तपाईहरुले मेरो भर्खरै निस्केको त नभनौँ 4 महिना भयो निस्केको 4 महिना भयो त्यो गीत अलिकति गाउँछु तपाईहरुलाई आउँछ भने गाइदिनु ल मसँग तर जाँच्नु पर्यो नि त ककसले गीत सुन्नु भएको छ कि छैन भनेर हैन त हामी जेललाई पनि हेर हामी जेललाई पनि हेर हामी दाल भात खाए पनि हामी जेललाई पनि हेर हामी दाल भात खाए पनि हामी हिँड्ने बाटोमा गर्नु पाए पनि ट्राफिकले दाइ पनि हामी पनि के कम भाइ कति पनि क्यास भयो सब अलराइट हामी पनि के कम भाइ कति पनि क्यास भयो कति पनि क्यास भए हैन हेर्नु अनि गोजीको खल्तीले मान्छेलाई उडाएको छ गोजीको हैन खल्तीले गर्दाखेरि हैन डोले गर्दाखेरि मान्छेलाई सुताएको छ यही नै रहेछ त्यही भएर मैले त्यो बेलामा लेखेको गीत अलराइट लेट्स गो लचकिने कमलले play off, but keep play up.
हामी हिँड्ने बाटोमा गल्ती भयो भने ट्राफिक दाइ गर्ने। थ्याङ्क यू सो मच सबैजनालाई। अब चाहिँ म तपाईँहरूसँग चाहिँ अर्को गीत राख्न चाहन्छु ल। सुन्नु भएको छ भने चाहिँ मैसँग गाउनु न ल। फेरि ल हुन्छ। हामी यस्तै गर्दै अझ वाइड हुनुपर्छ। हुन्छ हजुरको आँखै नसालु यो मनलाई, हजुरको आँखै नसालु यो मनलाई पार्यो 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 पार्यो। हाम्रो लुक्स पनि सुज पनि हाम्रो गाउँठाउँमा सबै प्लिज डोन्ट द्याट बी डोन्ट केयर। यो बल्दै रोकिरहेको छ, के भइरहेछ त्यो प्रोसेसर हेरे हजुर ल प्लिज। खोइ लाइट झ्याकझुक हुनु पऱ्यो क्या, अलिकति झिपिक हुनु पऱ्यो त। साउन्डमा समस्या आएको छ। ठिक छ, फेरि बजाऊ हेर ल।
सुट पनि हामी रोक्यो भने अब जे छ त्यसैमा हामी चलाउँछौँ हुन्छ अड्किरहेछ आइरहेछ साउन्ड टेक्निसियन दाइ सक्नुहुन्छ भने मिलाइदिनु सक्नु हुँदैन भने जे छ त्यसैमा गर्नु पर्ला है तर ल्याग हुन नदिनु ल है त्यो ल्यापटप यतैबाट बजाउँ हाम्रो ल्याग भइरहेछ फाइलबाट बजाउँदा हुन्छ ल तपाईँहरूले तबसम्म त्यो ल्यापटप त्यतैबाट बजाउनुहुन्छ ल्याग हानिरहेछ ल अड्केर आइरहेछ कहिले काहीँ अब चाहिँ हाम्रो अर्को गीत छ गाउने हो अलग छ बाटो त्यसैले कान्छी बोलिने एकदमै सच्चा हो बिर्को मल्लाको चिनीमा कान्छी अहिले नै कमिला नाच 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 पसन्दी लड्किने कम्मरलाई 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 तिमीलाई पताउने सपना बोकेर आइरहेको छु म पनि मुटुको रगतलाई फोक्सोमा रोकेर रक्सीले घनाएको रदी घरमा पनि आइदिने हो तिम्रो गाडैमा चुप्पानी खाइदिने हो तिमीलाई पटाउनु हो मैले बाइक किनेको घरको बुढी छोडी तिमीले साइड लिने हो यो चाहिँ धेरै अगाडि लेखेको गीत हो रमाइलो हो बडो बडो बोलो भित्र छु के भित्र पछाडि गेट आइज न पछाडिको गेट आइज पछाडिको आवाज यो एउटा दाइ आउँछ नि यो मोबाइल दिनु ल लाइभ छ कि एकछिन चलाइदिनु Let's
बेरमा लाउरेको प्रति सहित फेरि लाइभ आउनेछौँ अब अर्को गीत छ मसँग अझ वाइड हुनेवाला अब नाच्ने र अझै सुन्ने हो तिमी पाउने नकौशल तिमी होइन प्रियङ्का तिमी मेकअपले तिमीले बोलेको छ तिमीलाई फिट गर्दैछु म तिमी जस्तो पिङ त फिट्न गर्छु म खेल्दा तासको जहिले पैसा होइन के भेटिन्छ पेट्रै भेटिन्छ हाम्रो प्यान्टको खल्तीमा साँच्ची हो पैसाको थाहा गजब सोल्टी म थोकिदिन्छु पैसाको गट्टीमा मलाई नखोर्दा ठुला ठुला रेस्टुरेन्टमा म भेटिन्छु टोल गाउँको भट्टीमा यदि तिम्रो पाउने मलाई भेट्न बोलाए म आइदिन्छु सेन्डु र चट्टीमा किनकि रगत छैन रक्सी जमाया चाहिँ हाम्रो शरीरको हड्डीमा खतरनाक हामी खतरनाक हाम्रो पारान्डे खतरनाक हामी खतरनाक हाम्रो पारान्डे हुने हो त वाइड मैसँग पैसाको भाग सोधी म ठोकिदिन्छु पैसाको गट्टीमा मलाई नखोर्दा ठुला ठुला रेस्टुरेन्टमा म भेटिन्छु टोलगाउँको भट्टीमा यदि तिम्रो बाउले मलाई भेट्न बोलाए म आइदिन्छु सेन्डु र चट्टीमा किनकि रगत छैन रक्सी जमाएर हाम्रो शरीरको तिमी पाउने नकौशल तिमी होइन प्रियङ्का तिमीले कम्पनी बोलेको छ तिमीलाई फिट गर्दैछु म तिमी जस्तो पैसा फिट्ने गर्छु म खेल्न तासको तिमी पैसा होइन तिमी भेटिन्छ हाम्रो भाइको